नमस्कार, म प्रेम भट्टराई। थोरै कुरा गरौँ अहिलेको समयको अवस्था, अहिलेको देशको अवस्था, अहिलेको परिस्थितिको बारे। खास गरी यो चुनाव पछिको अवस्था छ। रासपाले धन्नै 2/3 दुईटा सिट कम, धन्नै 2/3 मत ल्याएको छ। जनताले मन फुकाएर जनताले आफ्नो मत दिएका छन्। पुराना पार्टीहरू खुम्चेर एकदम साङ्गो भएको अवस्था छ। अब यो अवस्थामा हेर्ने हो भने पुराना पार्टीहरू लगभग एकदम आकारमा सानो, एकदम हामी सक्यौँ कि भन्ने महसुस भएको अवस्थामा यो देखिरहेको छ। के यो अवस्था त्यसै आएको हो त? यो सिर्जना त्यसै भएको हो त? 2007 सालको प्रजातन्त्र ल्याउन जुन भूमिका खेले ठुला पार्टीहरू, त्यसपछि आएर 46 सालमा पञ्चायती शासन फाल्न लागि जुन भूमिका खेल्यो, त्यो परिवर्तनलाई समात्न नसक्दा, त्यसलाई जनताले बुझ्ने गरी, जनताले पाउने गरी त्यो सुविधा सेवा दिन नसक्दा अहिले ठुला पार्टीहरू चाहिँ खुम्चेको अवस्था छ। हामीले के चाहिँ बुझ्नु आवश्यक छ भने रासपाको 2079 सालमा पहिलोचोटि उठ्दाखेरिको अवस्था र अहिलेको अवस्था यति धेरै आकाश पातालको फरक भइदियो। यो कल्पनाभन्दा बाहिरको छ। यो कल्पनै गर्न नसक्ने अवस्था छ। कसरी यस्तो भयो, कसरी चमत्कार भयो भन्ने पनि छ। तर एउटा कुरो हामीले बुझ्न के आवश्यक छ भने पुराना पार्टीहरूको यो कामका कारणले गर्दाखेरि चाहिँ रासपा मौलाएको हेर्नुहोस्, अरू केही होइन। विभिन्न ठाउँमा पुराना पार्टीहरूले आफू पदमा बस्दा आफ्ना नाता गोता, आफ्ना टोपीका साइना, फरियाका साइना भएका व्यक्तिहरूलाई विभिन्न पदमा राखे। कार्यकर्ता रात दिनै झन्डा उठाएर हिँड्न बाध्य भएर हिँड्नुपर्ने अवस्था थियो। तर त्यसरी आइसकेको उपलब्धिलाई उनीहरूले समानुपातिका नाममा आफू सांसद हुने, आफ्ना श्रीमती सांसद बनाउने, विभिन्न ठुल्ठुला ठाउँहरूमा नियुक्ति दिने, है, कार्यकर्ताहरूलाई कुनै वास्तव्यस्त नगर्ने, कुनै पनि सार्वजनिक ठाउँहरूमा चाहिँ प्रतिस्पर्धात्मक रूपबाट राम्रा मान्छेहरूलाई अवसर नदिने, आफू मन्त्री भएको छ, आफ्नो श्रीमतीलाई पिए बनाएको छ, आफू सांसद भएको छ, आफ्ना छोराछोरीलाई पिए बनाएको छ, आफ्ना भान्जाहरूलाई, भाइ भतिजाहरूलाई पिए बनाएको छ। अनि त्यो खालको दृश्य जनताले हेरिरहेको थियो। त्यो जनतालाई मन परेको थिएन र त्यसको विकल्पमा अहिले आयो उसले रासपालाई आफ्नो मत दिएको छ। अहिलेको अवस्थामा रासपाले ठुलो पार्टी हुन्छ नि सोचेको थियो पक्कै पनि, तर यति ठुलो उपलब्धि होला उसले पनि सोचेको थियो। तर रासपाले एउटा कुरो के गर्यो भन्दा घन्टी, बालेर र रविलाई ब्रान्डिङ गर्यो, बजारीकरण गर्यो। यति धेरै व्यापक बजारीकरण गर्यो। बजारीकरण के मार्फत गर्यो त भन्दाखेरि सामाजिक सञ्जाल मार्फत। अरू पार्टीहरूले गरेनन्, अरू पार्टी कामै छैन, भएभरका दोष अरू पार्टीले दिने, त्यसपछि गएर सबैभन्दा ठिक भनेको रासपा हो, बालेन हो, घन्टी हो, रवि
हामी देखिरहेछौँ पुरै सामाजिक सञ्जालहरूमा पुरा एउटा चाहिँ साउथ इन्डिया मुभीको जस्तो हिरोको जस्तो एक्सन बनाएर बालनलाई सहर सहर घुमाइयो, गाउँ गाउँ घुमायो। अनि यसले के गर्यो भन्दा बजारीकरण भयो। हामी देख्छौँ जुन ठाउँमा यो एडभर्टाइजिङ बढी हुन्छ, जुन उत्पादन एडभर्टाइजिङ बढी हुन्छ, त्यो चिज बिक्छ। त्यही कारणले गर्दाखेरि अब यसमा पनि त्यो सूत्र बिक्यो उनीहरूलाई। उनीहरूको दुईटा सूत्र प्रयोग गरेर उनीहरूले चुपचाप घन्टीमा छाप। यसको अर्थ के हो? कसैसँग नबोल्ने आवश्यक छैन, चुप्प लागेर जाने, घन्टीमा छाप पनि कसैले थाहा पाउँदैन। अर्को के भन्थे उनीहरूले? पार्टी परिवर्तन होइन, मत मात्रै परिवर्तन गर्नुहोस्, पाप लाग्दैन भनेर उनीहरूले यति धेरै व्यापक बनाइदिए कि जसका कारणबाट आज उनीहरूले उपलब्धि हासिल। तर यति भन्दै जाँदा के पुराना पार्टीहरू काम नगर्ने भएको अवस्था हो त? उनले गरेका दुःख, उनीहरूले गरेका कामहरू, परिवर्तनहरू त्यो त्यसै खेर गएको हो त? होइन, यो कुरा बुझ्न आवश्यक छ। 2046 सालपछि 82 सम्म हेर्ने हो भने 34 वर्ष हुन्छ। 34 वर्षको अवधिमा थुप्रै परिवर्तन भएको छ, थुप्रै परिवर्तन भएको छ। हामी देख्छौँ राजमार्ग 3933 किलोमिटर मात्रै पिच भएको थियो, अहिले 18107 किलोमिटर राजमार्ग पिच भएको छ। त्यो थोरै बाटो होइन। स्थानीय सडक 2748 वटा भएको थियो, अहिले 67246 किलोमिटर ती बाटाहरू बनेका छन्। स्थानीय बाटो प्रत्येक घर घरमा बाटो पुगेको छ। अझै हामीले हेर्ने हो भने मान्छेको औसत आयु 58 वर्ष थियो भने अहिले 71 वर्ष भयो। 1 वर्ष मान्छेको आयु बढाउन लागि धेरै काम गर्नुपर्छ, धेरै स्वास्थ्यमा काम गर्नुपर्छ, शिक्षामा काम गर्नुपर्छ, भौतिक सुधारमा काम गर्नुपर्छ, धेरै कुरामा प्रभाव पर्छ। धेरै कुराहरूले मात्रै त्यति आयु पर्छ। मान्छे यो अवस्था सिर्जना भएको छ। 46 सालमा एउटा अस्पतालले 1,68,000 बिरामीलाई जाँच्नु पर्थ्यो, समय दिनु पर्थ्यो भने त्यो झरेर 35,000मा पुगेको छ। यसको अर्थ के हो त भन्दा स्वास्थ्य संस्थाहरू धेरै खुले। हामीले शिक्षामै हेरौँ, सरकारी स्तरमा पढ्यो भने त कक्षा 12 सम्म त करिब करिब त हामी निःशुल्कै हामी देख्छौँ। ट्युसन फीहरू, परीक्षा फी के लिएलान् बिचमा त्यो व्यवस्थापन लागि त्यो पनि लिन पाइनन्, तर केही विद्यालय लिइरहेका छन्। त्यो अवस्था छ। साक्षरताको अवस्था एकदमै माथि पुगेको छ। अहिले निरक्षर भनेर चाहिँ लेख्ने पढ्ने नआन्ने अहिलेको जेनेरेसन छैन। त्यो अवस्थामा आएको छ। यो चाहिँ पुराना पार्टीहरूको पनि त्यही छ। नयाँ संविधान बन्यो, त्यही संविधानमा टेकेर अहिले यो रासपा विभिन्न नयाँ नयाँ पार्टीहरू त्यही संविधानमा टेकेर चाहिँ अगाडि आएका हुन्। त्यही संविधानले गर्दा उनीहरूलाई त्यो हक अधिकार दिएको, त्यो कुरो बिर्सन हुँदैन। त्यही भएर पुराना पार्टीले गरेका कामलाई पनि बिर्सन र त्यसलाई लात हान्ने काम गर्छ। अब कुरा आयो द्वितीयको सरकार बन्दैछ के यो सरकारले देशमा चाहेको परिवर्तन गर्न सक्ला? यत्रो शक्तिशाली संविधान परिवर्तन गर्न सक्ला? संविधानमा संशोधन गर्न सक्ला? धेरै प्रश्न उठेछ, धेरै उठेछ। मान्छेहरूलाई धेरै कुरा लागिरहेछ। ओहो, द्वितीय आयो करिब करिब, अब प्रदेश खारिज हुन्छ है।
अब अरू कुरा के खारेज हुनुपर्ने सबै खारेज हुन्छ, तर त्यति सहज छैन। सङ्घीय सरकारमा दुईटै भनेको प्रतिनिधि सभा, राष्ट्रिय सभाको दुईटै हुनुपर्छ। संविधानलाई छुनको लागि कानुन प्रयोग गर्न सक्छ, केही कानुन बनाउन सक्छ। एउटा कुरा के गर्न सक्छ, 2/3 लट्ठी लगाएर देशका संयन्त्रहरूलाई, राष्ट्रिय संयन्त्रहरूलाई चाहिँ मुठीमा राख्न सक्छ। जस्तै सर्वोच्च अदालतलाई, प्रहरी प्रशासनलाई, निजामती कर्मचारी प्रशासनलाई उसले आफ्नो मुठी राख्न सक्छ। भनेका नमाने 2/3 लगाएर उसले हटाइन्छ, महाभियोग लाउँछ, हटाइन्छ, उसले सक्छ त्यो। तर त्यो गर्दै जाँदा, त्यो निरपेक्षता हुँदै गर्दा त्यसको रिजल्ट फेरि, नतिजा फेरि के हुन्छ त भन्दा राष्ट्रको पतन हुन सक्छ। त्यही कुराहरूले गर्दा हामीले के बुझ्न आवश्यक छ भने राष्ट्रिय सहमति गरेर मात्रै संविधान चलाउन सकिन्छ, राष्ट्रिय सहमति गरेर मात्रै काम गर्न सकिन्छ।